आज माछा मार्नको लागि भनेर एउटा ढडिया बोकेर आशा राख्छु यो ढडिया भरि माछा लिएर घर फर्किने। खोला धाउन थालेको चाहिँ करिब आज 4 दिन भयो, भोलि पनि आयो भने 5 दिन। यही दहमा चाहिँ माछा अलि धेरै छ कि भन्ने आशा छ आजको दिवालीमा। यो ठाउँलाई चाहिँ रागे ढुङ्गा भन्दो रहेछ, कालो कालो रागे परेको, त्यसै कारणले पनि होला रागे ढुङ्गा भन्ने नाम चाहिँ पहिले राख्नु भएको होला बाबुबाजेहरूले नै। यो ठुलो ढुङ्गालाई पल्टाएर पाखा लाउने कोसिस गर्दै हुनुहुन्छ, मेरो पनि आवश्यकता छ। बिस्तारै खोलामा बाण लगाउँदै पानी मार्नलाई हर प्रयास गरिराखेको छौँ, दम लगाएर जाँगर लगाएर जोस पावर सबै यसरी यो माटो बोकाइ चलिरहेको छ। यो चाहिँ माटोको डल्लाहरू हो, कत्रो भारी लिएको हो डोकोमा माटो। पानी अब च्याप्पै हुन्छ, चिन्ता नगरौँ न ब्रदर्स। पाल लगाउन लागि छ, मेरो पनि आवश्यकता परिहाल्छ। आम्मम यति धेरै चेफा पक्रिसक्नु भएको, चेफा चाहिँ टिपेर 1 बोतल बनाउन लाग्नु भएछ। यो साइड पुरै सुक्खा थियो, पाखा थियो, सबै पानीलाई यता लाउन सफल भयो। यति धेरै मेहनत गरेको छौँ कि, यति धेरै माटो अनि सेउलाहरू लगाएको छौँ कि माथि माछा उफ्रियो, लो असला निकालिसकेका छन्। त्यस्तै माछाहरू रहेछ यो दुवालीमा, कालो असलाहरू। डोकोमा यति धेरै भइसकेको छ माछा चाहिँ। यहाँ पनि माछा मार्दै ब्रदर्सहरू अङ्कलहरूले पनि माछा निकाल्दै हुनुहुन्छ ठुलो यो अवस्थामा। भोक चाहिँ यति मिठो लाग्यो कि माछाहरू चाहिँ यो खालको छ। कोही जस्तो असला यो बुदुनाहरू रहेछ, काभ्रेहरू। हेलो एभ्रिवान, आशा छ हजुरहरू सबैजना आराम कुशलै हुनुहुन्छ र म पनि आजसम्म ठिकै छु भन्नुपर्छ। धेरै पछि एउटा नयाँ भिडियो लिएर हजुरहरू सामु उपस्थित हुँदैछु। सो आज चाहिँ म अनि केही ब्रदर्स साथीहरू मिलेर माछा मारौँ, दिवाली फर्काउँ भनेर एउटा खोलातर्फ जाँदैछौँ। सो वेलकम छ हजुरहरू सबैजनालाई हाम्रो गाउँले पारामा माछा मारेको न्यू भिलेज फिसिङ ब्लगमा। र आज माछा मार्ने साथीहरू चाहिँ मेरो आफ्नै गाउँको भन्दा पनि पारीतिरको ब्रदर्सहरू धेरैजना हुनुहुन्छ, ब्रदर्स अनि अङ्कलहरू पनि हुनुहुन्छ। र अहिले चाहिँ म यो केराको यो केराको बगैँचामा छु। र यो केराको बगैँचाहरू चाहिँ मेरो लालु भन्ने साथीको घरको हो, तर उहाँहरू अहिले गाउँमा हुनुहुन्न। केराहरू चाहिँ राम्रै पसाएको रहेछ। हिजो अस्ति पनि हामी यतातिर आएको थियौँ यस्तो हेरविचारको लागि। केराहरू राम्रै पसाएको छ, लगभग 25-30 घरी जति केराहरू चाहिँ पसाएको होला। यहाँ सबै गन्दाखेरि केही केराहरू ढलेको पनि रहेछ। तर यो सम्पूर्ण केराबारीको जिम्मा चाहिँ अरू मान्छेले लिनुभएको छ। सो हामीले त्यति धेरै रेखदेख गरिराख्न आवश्यक पनि छैन। र आज माछा मार्नको लागि भनेर मैले एउटा ढडिया बोकेर हिँडेको छु। सो आशा राख्छु आज यो ढडिया भरि माछा लिएर घर फर्किने छौँ। सो यतातिर बाटो अलि अप्ठ्यारो, डढेलो लागेर कालै भइरहेको रहेछ। एकजना मेरो कञ्चन भन्ने ब्रदर मलाई पर्खेर बसिरहेको, उसले पनि खोलामा ढुङ्गाहरू पल्टाउन होइन, ढुङ्गाहरू फुटाउनको लागि झम्पाल बोकेर हिँडेको छन्। खोलामा झम्पालहरू, कचिया खुकुरीहरू, ढडिया भयो, डोकोहरू, पालहरू सबै आवश्यकता पर्छ। गाह्रोहरू लाउनुपर्छ, ढुङ्गाहरू पल्टाउनुपर्छ अनि बुचाउनुपर्छ सेउलाहरूले। सेउला काट्न, ढुङ्गा फुटाउन, बुचाउन, त्यस्तै कामको लागि घरबाट केही सामानहरू पनि हामीले बोकेर हिँडेको छौँ। हिँड्दै हामी यो नावा भन्ने गाउँको ढाडतिर आइपुगेछ, घारीतिर। अनि हाम्रो साथी ब्रदर्सहरू अङ्कलहरू चाहिँ खोलातिर पुगिसक्नुभयो कि क्यारे। हामी बिस्तारै खोलातिरै झर्दैछौँ। माछा मारेको भिडियो फिसिङ ब्लग भनेपछि भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। त्यो भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्न चाहन्छु। अब चाहिँ म एकैचोटि खोला पुगेपछि भिडियोलाई कन्टिन्यू गर्नेछु। सो ठ्याक्कै यो झम्पाल, यो ढडिया बोकेर म चाहिँ खोला झरिसकेँ। ठ्याक्कै खोलामा आइपुग्यो र यो चाहिँ हाम्रो
गाउँभन्दा पुछारमा रहेको लिदुङ भन्ने खोला हो। हेर्दा सानो सानै देखिन्छ। हिजो आज चैतको महिना हो, खोलाहरू सुक्ने समय हो। मेरो पछि कञ्चन ब्रदर सेउला लिएर झर्दै र लिदुङ भन्ने खोला यही हो। र आज हामीले माछा मार्ने, दुवाली फर्काउने खोला पनि यही हो, तर अलिकति तलतिर। अरू हाम्रो अङ्कल साथीहरू, आज हाम्रो दुवाली फर्काउने साथीहरू, टिमहरू, ब्रदर्स अनि अङ्कलहरू चाहिँ उहाँहरू नै हो। र म पनि छु, अनि अरू 2 जना ब्रदर्सहरू पनि अलिकति मासतिर झर्दै हुनुहुन्छ अरे। र यो लिदुङ खोला आज हामीले दुवाली फर्काउने ठाउँ चाहिँ यही हो। यो यतापट्टि बगिरहेको पानीलाई चाहिँ हामी यतापट्टि त्यो ढुङ्गाहरूलाई उखालेर कुलो बनाएर यसलाई भत्काएर खोलेर यो पानीहरूलाई यतापट्टि लगाउनेछौँ र यतापट्टिको पानीलाई सुकाएर यतातिर भएको माछाहरूलाई हामी मार्नेछौँ। र यहाँनिर चाहिँ एउटा दह रहेछ क्या, अनि यही दहमा चाहिँ माछा अलि धेरै छ कि भन्ने आशा छ आजको दिवालीमा। अब माछा के कति छ त्यो त भरे दिवाली फर्किसकेपछि थाहा हुन्छ। अनि यो ठाउँलाई चाहिँ रागे ढुङ्गा भन्दो रहेछ। यो एउटा ठुलो ढुङ्गा रहेछ कि यहाँ रातो रातो होइन, कालो कालो यस्तै रागे परेको, त्यसै कारणले पनि होला यो ठाउँको नाम रागे ढुङ्गा राखेको। एउटा दह पनि रहेछ ठिक्कको, पौडी खेल्नको लागि ठिकै सानो सानो दह। गर्मीमा यसो आएर सट्ट डुब्दाखेरि आनन्द आउने। आज घाम पनि ठिकै लागिरहेको छ। हिजो आज घाम चाहिँ डेली नै लाग्छ, तर घामहरू चाहिँ अलि मधुरै लाग्छ कि, त्यस्तो चर्को घाम लाग्दैन खास चाहिँ। र अब हामी बिस्तारै केही छिनपछि दिवाली फर्काउन सुरु गर्नेछौँ। दिवाली फर्काउनको लागि यो भयो झम्पाल, यो ढडिया, अनि यहाँनिर छ अरू सामानहरू, डोको, पाल भन्दा पनि यो चाहिँ ट्रनेल हो। भरे बान लगाएपछि बानमा यो पाल फिन्जाएर बिछाइदिएपछि चाहिँ पानी चाहिँ छ्याप्पै नै मर्छ। त्यसपछि बाँकी रहेको पानी चाहिँ हामी कान्छी बान लगाएर सेउला माटोहरूले कुचाउनेछौँ। अनि सकेसम्म जसरी हुन्छ यताको पानीलाई चाहिँ सुकाउने कोसिस गर्छौँ। र त्यसपछि यतापट्टिको माछा के कति छ आजको दिन मारेर सकौँ भन्ने हाम्रो योजना छ। अब माछा के कति मर्छ आशा राखौँ धेरै नै मर्छ होला। हाम्रो टिमहरू अब बिस्तारै ल सुरु गरौँ भन्दै हुनुहुन्छ। अनि यो रागे भन्ने ढुङ्गा चाहिँ, यो रागे ढुङ्गा भन्ने नाम चाहिँ सायद पहिले राख्नु भएको होला कि पहिला बाउबाजेहरूले नै, किनभने यो ढुङ्गा थाहा पाउँदादेखि नै यहीँ छ र यो ढुङ्गा एकदमै ठुलो पनि छ। त्यही भएर पनि होला पानीहरूले भलबाढीहरूले लान नसकेको। रागे ढुङ्गा एकदमै विशाल छ, झ्याप्प भएर यो किनारमा बसेको छ। अहिले दिवाली फर्काउनुभन्दा अगाडि यो ठाउँको दृश्य, यहाँको अवस्था यस्तो छ। सरर पानी झरिराखेको छ, अनि दह पनि जमिराखेको छ। भरे दिवाली फर्काएपछि पानी मरेपछि यो दह पनि सुक्छ होला। सो अब हामी सायद दिवाली फर्काउन सुरु गर्छौँ होला। आज रागे ढुङ्गा भन्ने ठाउँको माछालाई चाहिँ सखा पार्ने हो। र हाम्रो एउटा अनुप भन्ने ब्रदर पनि आइपुगेछन्। सो अब चाहिँ हामी काम गर्न सुरु गरिसकेको छौँ। यो ढुङ्गाहरूलाई सबैलाई फालेर खोलेर यतापट्टि गहिरो बनाएर यो पानीहरूलाई यता बग्ने बनाउन खोज्दैछौँ। र यहाँ हाम्रो ब्रदर खेलसिङ अनि केवल काका ढुङ्गा पल्टाउँदै, र म पनि यहीँ नै। अनि हाम्रो 2 जना ब्रदरहरू चाहिँ कञ्चन अनि अनुप चाहिँ सेउला काट्नको लागि, सेउला भाँच्नको लागि यो पाखातिर जाँदैछन्। र अहिले यो ठाउँको अवस्था यस्तो छ होइन, सबै पानी यता बगिराखेको छ। हामी केही दिनपछि यो साइडमा बान लगाएर सबै पानीलाई यता लगाउनेछौँ, अनि माछा बिस्तारै मर्छ होला। सो काम गर्दै हामीले चाहिँ यहाँ यति खोलिसक्यो कि
यहाँको ढुङ्गाहरू बालुवा गिटीहरू रोडाहरू सबै पन्साइयो यता पाहाडतिर लगाइयो यस्तो बनाइयो अनि खोल्दै खोल्दै यता तलैसम्म हाम्रो खेलसिङको बाउ अर्को काका पनि आउनु भएको छ यो रातो टी सर्ट लगाउने अनि हामी यहाँ काम दनादन गरिरहेको छौँ दिवाली फर्काउँदा एकदमै गाह्रै हुन्छ हार्ड काम हुन्छ ढुङ्गाहरू धेरै धेरै पल्टाउनु पर्ने हुन्छ यो बाणहरू अहिले भर्खरै हामीले लगाएको हो यत्रो यत्रो ढुङ्गाहरू सबै हात अनि झम्पालको सहायताले यसरी बाण लगाउँदै लगाउँदै पारीसम्मै पुग्नुपर्ने हुन्छ हामीले काम गर्न थालेको करिब 1 घन्टा जति भइसक्यो मुस्किल नै पर्छ भनौँ न अनि हाम्रो दुईजना ब्रदर्सहरू चाहिँ सेउला भाचुनलाई यो पाखातिर पस्नु भएको छ धेरै नै टाइम लाग्छ जस्तो छ माछा मार्नलाई अनि यो खोला वरपर तल माथि वारिपारि चाहिँ वस्तु चराउने बाख्रा चराउने नुहाइधुवाइ गर्ने घाँस दाउरातिर आउने मान्छेहरू पनि धेरै नै देखिन्छ अलिकति मासतिर लेडिजको समूह नुहाइधुवाइ गर्दै गरेको देखिन्छ सायद यही आसपास वरिपरिको गाउँलेहरू हुनुहुन्छ होला सायद सो हामी कन्टिन्यू काम गर्दैछौँ यो ठुलो ढुङ्गालाई पल्टाएर पाखा लाउने कोसिस गर्दै हुनुहुन्छ तीनजनाले त्यहाँनिर मेरो पनि आवश्यकता छ यहाँनिर खोल्दा खोल्दै बाणहरू लाउँदा लाउँदै यतिको पानी चाहिँ आफै जान थालिसक्यो अनि हाम्रो दुईजना ब्रदरहरू सेउला भाँचेर के ढिलो गरेको भन्दै र गाह्रो हुन्छ कि यो ढुङ्गाहरू पन्साउनु बाण लगाउनु छडाउनु गाह्रो लगाउनु माछा मार्ने तरिकाहरू बल्छी खेलेर जाल हानेर कसैले अरू के गरेर पनि मार्नुहुन्छ दुवाली फर्काएर पनि माछा मार्न सकिन्छ हामी चाहिँ आज दुवाली फर्काएरै माछा मारौँ भन्ने कोसिस गरेको निकै गाह्रो हुँदैछ हाम्रो काकाले बानमा सेउला बुचाउन थालिसक्नु भएको छ अनि ठुलो ठुलो ढुङ्गा पल्टाउने कोसिस गर्दै तीनजना हाम्रो अङ्कल अनि दुईजना ब्रदर्स हामी यहाँ दिवाली फर्काउँदैछौँ अनि रमित हेर्न आउनुहुने मान्छेहरू फाल्टो रमित हेर्न अनि नुहाइधुवाइ गर्न बाख्रा चराउनु वस्तु चराउन आउनुभएको होला बिस्तारै बिस्तारै सो हामीले खोलामा बाण लगाउँदै लगाउँदै यो मेन भेल उकालो चढाइसकेको छौँ अनि हामी यो पानी मार्नलाई हर प्रयास गरिराखेको छौँ दम लगाएर जाँगर लगाएर जोस पावर सबै बाण लगाउँदै लगाउँदै यहाँसम्म ल्याइपुऱ्याइसक्यो वारीसम्म अनि पानी मार्नको लागि यसरी यो माटो बोकाइ चलिरहेको छ खेलसिङ यो चाहिँ माटोको डल्लाहरू हो यो माथि खेतको आँठा काल्लाहरू भत्काएर ब्रदर्सहरूले दुःख गर्दैछन् यो पानी सेउला अनि तल बानमा लैजाउँ ल हाम्रो ब्रदर्सहरूले झ्याम्का झ्याम माटो ल्याउँदैछन् माटो ओसारेकै फेरि यो माटोहरू बोक्न एकदमै गाह्रो हुन्छ क्या भारी हुन्छ गरौँ हुन्छ तीनजनाले डोको काँधमा गरेर हामी चाहिँ बाण बुचाउँदैछौँ सेउला माटो प्रयोग गरेर कत्रो भारी लिएको हौ डोकोमा माटो कत्रो भारी लिएको हौ आम्म पानी अब च्याप्पै हुन्छ यो माटो लगाएपछि चिन्ता नगरौँ न ब्रदर्सहरू अब गाउँको उहाँहरू हाम्रो कञ्चन ब्रदरको मम्मी भाउजू पनि आउनुभएको रहेछ सेउला भाँच्न सघाउँदै हुनुहुन्छ धन्यवाद मास्तिर मसिनो भाइ बहिनीहरू पनि खोला खेल्न आएको रहेछन् यो उकालो लगाएको सानो बाण चाहिँ सबैभन्दा कान्छी बाण हो पानी मार्ने अन्तिम स्टेपको गाह्रो भनौँ न ढुङ्गाहरू ठडाइएर बनाएको बाण
कुलो जस्तै अहिले यो हल्का पानी चुइराखेको छ। यो पानीहरूलाई पनि एउटै बिना मार्नको लागि यो माटोहरू ओसारिएको। अहिले हल्का पानी चुइराखेको छ यसरी। यो पानीहरू पनि माटो लगाएपछि चाहिँ सबै मर्नेवाला छ। हामी मार्ने कोसिस गर्छौँ। त्यसै गरी हामी यता पनि स्याउला अनि माटो लगाउनेछौँ र यो ठुल्ठुलो बानहरूमा चाहिँ स्याउला पाल माटो सबै लगाएर पानी मार्ने प्रयास गर्दैछौँ। 40% जति पानी चाहिँ मरिसक्यो होला लगभग। आधीभन्दा अलिक धेरै पानी चाहिँ स्याउला अनि पालहरू लगाएपछि मर्छ। यता मेन भेलको कान्छी बान लगाउनै बाँकी छ। लगाउँदै हुनुहुन्छ हाम्रो केवल काका। निकै मेहनत गर्दै हुनुहुन्छ। हामीभन्दा सिपालु पनि हुनुहुन्छ उहाँ काम गर्नुमा। अनि यो माटोहरू ओसार्नको लागि हाम्रो 3 जना ब्रदर्सहरू चाहिँ माथि खेतमा आलीहरू भत्काउँदैछन्। खेतको आली काल्लाहरू डोकोमा भारी लगाउँदै त्यहाँदेखि ओसार्दै यो खोला तरेर यो यता हुँदै यहाँसम्म ल्याइपुऱ्याएको यो माटोहरू सबैजनाले एकदमै मेहनत गर्दैछौँ माछा मार्नको लागि। यो सानो भाइले पनि मलाई हेल्प गर्दैछन्। उसको घर चाहिँ यही मासतिर हो। अहिले यो बान उकालो चाहिँ स्याउला त्यो माथि माटो लगाएपछि पानी चाहिँ पुरै सुकेर बगर भइसकेको छ। अनि यतातिर पनि माटो लगाउँदै हुनुहुन्छ हाम्रो केवल अङ्कल मजाले। यता पनि बिस्तारै पानी छाप्पै हुन लागेको छ। यो चाहिँ मेन भेल हो। अब यहाँनिर चाहिँ पाल लगाइन्छ। त्यसपछि छ्याप्पै पानी पनि मर्छ। अनि यहाँ पनि कान्छी बान लगाएर पानीलाई च्याप्पै बनाएर त्यसपछि चाहिँ माछा देख्न खोलिन्छ होला। यो भिड भनेको चाहिँ सानो सानो भाइ बहिनीहरू अनि हाम्रो कञ्चन ब्रदरको मम्मी अरू 2-3 जना ब्रदर्सहरू चेफा टिप्दै हुनुहुन्छ। यो खोलामा हिजोआज माछा मात्र होइन चेफा पनि एकदमै धेरै पाइन्छ कि। त्यो माछाहरूसँगै चेफा पनि मार्ने सोख छ भने चाहिँ यो हाम्रो नजिकै रहेको लिबुङ खोलामा आउँदा हुन्छ। सबैजना चेफा पक्रिँदै हातमा। आम्मामा यति धेरै चेफा पक्रिसक्नु भएको। चेफा चाहिँ टिपेर लगभग 1 बोतल बनाउन लाग्नुभएछ। चेफाहरू चाहिँ ढुङ्गाको चेपचेपमा कुरको चेपचेपमा हुन्छ। ढुङ्गाले थिचिएर पनि बसेको हुन्छ। यसरी पानी सुकेपछि चाहिँ चेफाहरू सबै बगरै भरि हुन्छ कि। चेफाको पनि टेस्ट चाहिँ लगभग माछा जस्तो जस्तै हुन्छ। तर माछा र चेफा चाहिँ अलिक फरक नै हुन्छ। कञ्चन ब्रदरको भाउजूले स्याउला लिएर सहयोग गर्दै हुनुहुन्छ हामीलाई दुवाली मार्नको लागि। चेफा टिप्नेहरू चेफा टिपिराख्नु भएको छ। हामी यहाँ आफ्नो काम चेफाहरू चाहिँ यो बगरै भरिसक्यो। टिप्ने हो भने यहाँ कति छ यो माटोको भारी स्याउला। यो साइडमा पानी बग्गर भइसकेको छ। अब यो साइडतिर पनि यस्तै गरी पानीलाई च्याप्पै बनाएर त्यसपछि माछा मर्नेवाला छ। पाल लगाउन लागेको छ। यो बानमा लगाउने पाल बिछ्याएपछि चाहिँ पानी पनि च्याप्पै मर्छ। लगभग 50% पानी चाहिँ यता लागिसकेको छ। पाल लगाएपछि सबैजसो पानी यतै जानेछ। पाल लगाउनको लागि मेरो पनि आवश्यकता म जाँदैछु। सबै बनाइएको छ। यहाँ कान्छी बान लगाएकै छैन। सो हामीले पाल पनि लगाइसक्यो र सबैजसो पानी चाहिँ यता गइसकेको छ मरिसकेको छ। र अब यो थोरै पानी छ यसलाई मार्नको लागि हामी थप प्रयास गर्दैछौँ। कान्छी बान लगाउँदैछौँ। ढुङ्गाको गाह्रो लगाएर स्याउला अनि माटो प्रयोग गरेपछि सायद यो पानी पनि मर्छ होला भन्ने आशा गर्दछौँ हामी। दुवालीमा सानो पानी पनि रह्यो भने माछा मार्न धेरै गाह्रो हुन्छ कि। माछा पक्रिनै सकिँदैन। पानी भएपछि माछा उता यता भागेकै गर्छ। अलिकति तलतिर दह पनि त्यस्तो भइसकेको छ पानी मरेको कारण। यसो हेर्दाखेरि माछा राम्रै छ कि जस्तो लाग्यो। माछाहरू निकै चलखेल गर्दै गरेको देखिन्छ। यहाँ दह पनि घट्यो। पुरै धमिलो देखिराखेको छ यो दह। अनि माछा चाहिँ घुमिराखेको छ कता जाउँ के गरौँ भन्दै। उनीहरूलाई पनि टेन्सन भयो होला नि त होइन।
हाम्रो यो वासस्थान के भयो एक्कासी भनेर। यो कोप्चामा चाहिँ माछाहरू चलखेल गरेको एकदमै धेरै देखिन्छ। घरिघरि माछाहरू आएर छलबलाएको देखिन्छ। अहिले चाहिँ अलिक कम भएछ, अघि झ्याप्पै पानी मरेको बेलामा चाहिँ माछा यहाँ धेरै नै देखिन्थ्यो, अलिअलि मात्रै। जे होस्, यहाँ भएको माछा हामी जति छ सबै मार्ने कोसिस गर्छौँ। माछा चाहिँ यो हाम्रो खोलातिर कत्ले, असला, तिते काभ्रे हुन्छ अलिअलि, धेरै जसो कत्ले असलाहरू नै हुन्छ। सायद यो ढुङ्गाभित्रतिर कुरहरू होला, माछा बस्ने सेपहरू होला। हामी सबै आइडियाहरू लगाएर माछा मार्नेछौँ। ल, हामीले खत्रै प्रयास गरियो, खत्रै मिहिनेत गरियो, अनि यो साइडको पानीलाई चाहिँ यतिसम्म चाहिँ सुकाइयो। धेरै नै मिहिनेत गरेको छौँ। अब हामी बिस्तारै माछाहरू पक्रिनुतर्फ लाग्छौँ। माछा के कति छ। अघि यो साइड पुरै सुक्खा थियो, पाखा थियो, अनि यही साइडमा खोलेर यसरी बाँधहरू लगाएर सबै पानीलाई यता लाउन सफल भयो। अनि यो कान्छी बाँधमा त झन् यति धेरै मिहिनेत गरेको छौँ कि, यति धेरै माटो अनि सेउलाहरू लगाएको छौँ कि यस्तो आहाल जस्तो भएर जमिएको छ। अनि पानी पनि कान्छी बाँधबाट राम्रै गरी कटेको छ। सो बेलुकीको 4 बजिसकेछ। अब हामी माछा समाउनेतिर लाग्यो है त। अघितिर यो दह निकै गहिरो सफा पनि थियो, अहिले पानी मरेको कारण दह सुकिसकेको छ। खोलेर अझै होचो बनाउने छौँ माछा मार्नतिर। सबैजना माछा चेफा खोज्दै हुनुहुन्छ। एउटा सिङ्गै खोलालाई सर्लगै फर्काउने निकै आँट, निकै साहस नै चाहिन्छ। पानी नमरेको कारण हामीले फेरि कान्छी भन्दा पनि अर्को कान्छी बाँध पनि लगाइएको छ, पानी च्याप्पै होस् न भनेर। र यसले गर्दा पानी धेरै नै मरेको पनि छ। सानो पानीले गर्दा माछा मार्नु धेरै नै मुस्किल हुन्छ क्या। सानो पानी तल गएर जमेर ठुलो दह भइरहेको हुन्छ। र यसरी बाँध लगाइयो, पानी मारियो। अहिले चाहिँ सबैजना माछा चेफाहरू पक्रिनुमा व्यस्त हुनुहुन्छ। यताउता गर्दै दायाँ बायाँ हामी सबैजना माछा पक्रिनुमा लागेको छौँ। त्यो कोप्चिलामा 2 जना काकाहरूले, अङ्कलहरूले माछा निकाल्दै हुनुहुन्छ। माछाको बिट्टै भेट्नु भएको छ अरे। डोकोभरि माछा भइसकेको छ। असला हाम्रोतिर पाउने माछाहरू चाहिँ यस्तै यस्तै हो। अनि यहाँ 2 भाइले पनि माछा निकाल्दै। डोकोमा यति धेरै भइसकेको छ माछा चाहिँ, माछा। यहाँ पनि माछा मार्दै ब्रदर्सहरू, त्यहाँनिर अङ्कलहरूले पनि माछा निकाल्दै हुनुहुन्छ। ठुलो ठुलो असला। हाम्रो अनुप ब्रदरले यहाँ माछा छ छिटो आउनु भनेर बोलाउँदै। आम्मामा कत्रो असला निकाले यार। कत्रो असला बिट्टा चाहिँ यहाँ रहेछ नि त माछाको। ठुलो असला निकालेछन् हाम्रो अनुप ब्रदरले। यस्तै माछाहरू रहेछ यो दुवालीमा चाहिँ, यो ठाउँमा चाहिँ। अझै यो दहमा कति होला क्या यो खालको माछाहरू होइन। कालो कालो असलाहरू। वाउ, असला त नि अर्को पनि अझै पनि छ अरे यो भित्र। अब हामी 2 जना मिलेर निकाल्नु है। आज माछा मार्दै रात पनि पर्न लाग्यो। सबैजना माछा झिक्दा पुरमा हात लाउँदा डुब्दाखेरि सबैजना भिजिएको छ। जाडो पनि भइरहेको छ यो बेलुकाको पहरमा। त्यसैको लागि यहाँ आगो फुक्दै हुनुहुन्छ कञ्चन ब्रदरको भाउजूले। यहाँ अझै खोल्दै हुनुहुन्छ। अनि यो अवस्थामा भोक चाहिँ यति मिठो लाग्यो कि जाडो पनि हुँदैछ। सानो 2 जना भाइ बहिनी पनि माछा खानलाई एउटा फुर्लुङ, एउटा डुबा बोकेर चेफा माछा खोज्दै हिँडिरहेका छन्। र आज हामीले माछा चाहिँ यो ढडियाको लगभग 1 ढडिया त होइन, आधी ढडिया जति मरेछ। लगभग 2-3 केजी माछा चाहिँ मरेको छ। हजुर कहाँ छ? ल, आजको दिवालीमा हामीले माछा चाहिँ यति धेरै मारिएछ कि करिब
2-3 केजी जति माछाहरू चाहिँ यो खालको छ असला माछाहरू यहाँ माछाहरू प्राय सबै जस्तो असलै असला छ अलिअलि यो बुदुनाहरू रहेछ काभ्रेहरू यसलाई काभ्रे भन्छ यो बुदुना यो ठुल्ठुलो जति सबै असलै असला हो वा 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 यो खाले माछाहरू खान पनि एकदमै स्वादिष्ट हुन्छ ल अब हामी यो माछाहरूलाई अलिकति मासतिर लगेर बाँडफाँड गर्ने अरे भाग लगाउने अरे सो अब चाहिँ हामी घरतिर लाग्छौँ सो दुवाली मारेर सबैजना अब चाहिँ घर फर्कन लागेको सबैजना बाटो पनि लागिसक्नुभयो यो पाखा एरियाको माछाहरू चाहिँ मारियो यहाँ माछाहरू अझै बाँकी छ रहेको अब रात पनि परिहाल्यो सबैलाई भोक पनि लाग्यो जाडो पनि भयो र अब घर फर्किने समय पनि भइसकेको कारण अब हामी बिस्तारै घरतिर लाग्छौँ र यो दहको माछा चाहिँ मार्न अझै बाँकी नै छ यहाँ चाहिँ प्रायः जस्तो कत्लै अनि ठुल्ठुलो माछाहरू छ सो यो दहलाई चाहिँ हामी भोलि मार्नेछौँ भोलि चाँडै नै जुट्नुपर्छ सबैजना भन्नुभएको छ खोला धाउन थालेको चाहिँ करिब आज 4 दिन भयो र भोलि पनि आयो भने 5 दिन हुन्छ हिजो पनि माछा मारियो खाइयो अस्तिको दिन पनि थोरै मारियो खाइयो अनि त्योभन्दा अघिल्लो दिन पनि अलिअलि खाइयो आज चाहिँ अब खोला नआउनु पर्ला घर जानु पर्ला भन्यो अरू मान्छेहरू आइहाल्नुहुन्छ जाउँ भन्दै अब उहाँहरूले भनेको नमान्ने ठुलो भइहाल्ने हुनु पनि मन लाग्दैन होइन आफ्नै गाउँठाउँको मान्छे हो भनेको मान्नै मन लाग्छ सो सबैजना अब बाटो लागिसकेको अवस्था मासतिर गएर माछा भाग लाउने कुरो गर्दै हुनुहुन्छ र हाम्रो काकाहरूले माछा भाग लगाउँदै हुनुहुन्छ माछा चाहिँ आज यो खालको मरेको छ असला माछा त मर्दैन भने मरेछ यति पनि कालाबाट एउटा छैन माछा भन्दै थियो अघि खुकुरी खेल्छिङ तिमीले चाहिँ ल म त होला भाग मजाले लगाउँदै हुनुहुन्छ आज माछा मार्नु आउने रमित हेर्नु आउने खोला खेल्न आउने महानुभावहरू हामी टन्नै छौँ सबैजना रमित हेर्दै माछा के कति मर्यो भनेर सानो ठुलो सबै हुनुहुन्छ एक भागमा माछा चाहिँ यति परेछ हामी 6-7 जनालाई भाग लगाएको भागमा करिब आधा केजी जति माछा परेछ अनि यो चाहिँ हाम्रो अनुप ब्रदरको भागको माछा सबैजना अब रमाइलो पारामा घर फर्किँदै हुनुहुन्छ यहाँ महिला टोलीहरू पनि हुनुहुन्छ जाउँ भन्दै हुनुहुन्छ जाडो चाहिँ एकदमै जाडो भइरहेको छ मेरो यो जिउको यो टी सर्ट पुरै भिजेको छ क्या ढाडिसक्यो मेरो पेट सो गाइज आजको हाम्रो भिडियो यस्तै भयो हजुरहरूलाई के कस्तो लाग्यो सकेसम्म रमाइलो गराउने कोसिस गरेको छु हजुरहरूलाई यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला र हजुरहरूलाई के कस्तो भिडियो मनपर्छ हेर्न चाहनुहुन्छ यस्तो सजेसन पनि दिनु होला आजको मेरो भिलेज फिसिङ ब्लग रमाइलो माछा माराई गाउँले ब्लगलाई म यहीँ इन्ड गर्न चाहन्छु मेरो भिडियो हेरेर साथ दिनुहुने हजुरहरू सबैजनालाई धेरै धन्यवाद सो बाई गाइज